हाम्रो नियमावलीको नियम 15(2) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरूले उठाउनुभएका सांसदज्यूहरूले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन। म एउटा प्रश्न राख्न चाहन्छु। मैले 2083 साल 1 महिना 28 गते र 29 गते केही प्रश्नहरू राखेका थिए, जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए, केही रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए, केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरू थिए। ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु। किनभने उहाँले मन्त्री परिषद अहिले विस्तार गर्नुभएको छैन। गृह मन्त्रालयको जिम्मा पनि उहाँले लिइराखेको कारणले गर्दाखेरि यो सुकुम्बासी लगायतका चाहिँ शान्ति सुरक्षासँग सम्बन्धित विषयहरूमा पनि मेरा प्रश्नहरू थिए र सीमासँग सम्बन्धित, लिपुलेखसँग सम्बन्धित विभिन्न खालका चाहिँ प्रश्नहरू हामीले सोधेका छौं, म लगायत अन्य सांसदज्यूहरूले। रक्षा मन्त्रालय पनि उहाँले सम्हालिराखेको कारणले गर्दाखेरि प्रधानमन्त्रीज्यू संसदमा आएर हामीले उठाएका प्रश्नको उत्तर दिनुपर्छ। हाम्रो नियमावली 15 को उपनियम 2 ले त्यो भनिरहेको छ। 28 गते